पाउँछौँ। तर अहिले त्यसो चाहिँ सबैले टाइम दिन नसकेको कारण जसले चाहिँ पहिले नाम टिपाउनु भएको छ र कुपन लिइसकेको प्रवृत्तिहरू या माताजीहरू जसले कुपन लिनु भएको छ अभिषेकको उहाँहरूले चाहिँ अहिले भित्र अभिषेक गर्नुहुन्छ र हाम्रो अभिषेकको टिम अभिषेकको लागि जो टिम हुनुहुन्छ उहाँहरू चाहिँ तयारी गरिदिनु होला। र होइन अझै पनि म टोकन लिएर चाहिँ मैले नै अभिषेक गर्छु बेलुकासम्म बस्न सक्दैन जस्तो लाग्छ भने चाहिँ यहाँ चाहिँ कुरा गरेर तपाईँहरूले चाहिँ हाम्रो यहाँ अभिषेकको स्टल छ त्यहाँ गएर टोकन लिएर तपाईँहरूले अभिषेकको लागि नाम दर्ता गराउन सक्नुहुन्छ। होइन राति बसेर चाहिँ रातिसम्म बस्छौँ हामी चाहिँ के अरे कुर्न सक्छौँ जस्तो लाग्छ भन्दाखेरि राति चाहिँ निःशुल्क चाहिँ हामी सबैजनाले अभिषेक गर्न पाउँछौँ। र अहिले चाहिँ थोरै शुल्क चाहिँ केको लागि पनि लिएको भन्दाखेरि होइन भने भिड म्यानेजमेन्ट गर्न अरू कार्यक्रम गर्नहरू चाहिँ हाम्रो डिले हुने भएको चाहिँ पहिले चाहिँ जो विशेष गेस्टहरू छन् उहाँहरूले जसले चाहिँ पहिले आफ्नो नाम टिपाइसक्नु भएको छ अभिषेक सेवाको लागि उहाँहरूले चाहिँ अहिले चाहिँ अभिषेक गर्नुहुन्छ। भित्र कीर्तन पनि हुन्छ हामी सबैजना अब भित्र गएर इनबिट्विन अब यहाँको जुन हाम्रो अघिको आर्ट कम्पिटिसन भयो त्यसपछि इभ्यालुएसनहरू पनि भइरहेको हुन्छ र हाम्रो प्रमुख अतिथिको आजको कार्यक्रमको उहाँहरू पनि पाल्नुहुन्छ। तर त्यो इनबिट्विन चाहिँ अहिले चाहिँ हाम्रो भित्र अभिषेक हुने भएको कारण चाहिँ यहाँ बाहिर यहाँ जति पण्डालभित्रमा भक्त जतिजना हुनुहुन्छ उहाँहरू चाहिँ यहाँ टेम्पल हलभित्र हेर्नुलाई हरे कृष्ण कीर्तन र अभिषेक एकदम आजको आनन्द। हरे 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 राम हरे राम हरे राम 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 हरे 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 तो कीर्तन में ताली के साथ में अगर जो ताली नहीं बजाता है जो ताली बजाता है उसका पाप जो ताली नहीं बजाता है उसके ऊपर चला जाता है। ये आपको मैं ऐसे नहीं बोल रहा हूँ ये शास्त्र में बताया गया है कि भगवान का जो नाम उच्चारण करता है उसका पाप वहाँ से तुरंत भाग जाता है और भाग के जाता कहाँ है जो उच्चारण नहीं करता है उसके ऊपर चला जाता है। तो जितना हो सके हरे कृष्ण अब चाहिँ अहिलेको आर्ट कम्पिटिसनको चाहिँ इभ्यालुएसन एडिसन हुँदै गर्छ। इन्डिपेन्डेन्ट चाहिँ हाम्रो यहाँ अब अभिषेक सेवा छ जसले चाहिँ पहिलेको अभिषेक सेवा लिएर कुपन लिइसक्नु भएको छ उहाँहरूले चाहिँ अब यहाँ भित्र अभिषेक गर्नुहुन्छ र कीर्तन पनि हुन्छ सबैजना भित्र गइदिउँ। हरे कृष्ण हरे कृष्ण सबैजना टेम्पल हलभित्र गइदिनु होला। अब चाहिँ भित्र चाहिँ अभिषेक र कीर्तन हुन्छ हाम्रो र त्यसपछि चाहिँ हाम्रो सांस्कृतिक कार्यक्रमहरू चाहिँ स्टार्ट हुन्छ। र भर्खरै हाम्रो विराटनगर महानगरपालिकाका मेयर सरको पनि आगमन भएको छ र अभिषेकमै उहाँ पार्टिसिपेट हुनुहुन्छ र एकछिन हामीसँग अहिले बस्नुहुन्छ सबैजना भित्र गइदिनु होला। विराटनगरका मेयर नागेश परिवारज्यू उहाँ चाहिँ भर्खरै आइपुग्नु भएको छ र अब हाम्रो भित्र चाहिँ अभिषेक जसले चाहिँ पहिलो अभिषेक सेवा लिइसक्नु भएको छ अभिषेकको लागि उहाँहरू मात्र चाहिँ गइदिनु होला। र जुन टिम हुन्छ टोकनको व्यवस्था गरिएको छ तिनीहरूले चाहिँ होइन र हामी चाहिँ त्यसै फ्रीमा गर्छौँ हामी टाइम दिन्छौँ भनेपछि बेलुकासम्म बस्दिनु होला। बेलुका चाहिँ हामी यहाँ निःशुल्क सबैजना राति 12 बजी चाहिँ हामी सबैले अभिषेक गर्न पाउँछौँ। हरे कृष्ण सबैजना टेम्पल हलभित्र गइदिनु होला। हरे कृष्ण